अनि टाउकोमा ऋणको 16 लाख ऋण थियो मेरो टाउकोमा है। 1600 लाख भने झन्डै ढलेको। अनि 16 लाख रुपियाँ ऋण थियो टाउकोमा। अनि म मलेसिया आउँदै गर्दा अनि कत्रो सपना बोकेर आएको थियो। ठ्याक्कै 6 महिना 7 महिना नहुँदै कम्पनी बन्द हुने समाचार आयो। अनि मलाई एकदमै टेन्सन भयो। अब म के गर्ने? सपनाहरू अधुरा छन्, ऋणहरू अपार छन्, केही गरेर पनि सम्भव छैन। अनि जब त्यो कुराहरू मैले सुन्दै गर्दाखेरि मैले प्रभुसँग भने, अनि प्रभुको वचनलाई मैले याद गरेँ कि प्रभुले चाहिँ मलाई कुनै पनि रीतिले कुनै पनि अनि अवस्थाले चाहिँ छोड्ने छैन, त्याग्ने छैन भन्नुभएको थियो। अनि साँच्चै नै मैले परमेश्वरलाई भने, प्रभु तपाईँ यदि साँच्चै नै हुनुहुन्छ भने मलाई चाहिँ तपाईँले घर नपठाउनुहोस् है भन्दै गर्दाखेरि अनि 300 जना व्यक्तिहरूको बीचमा चाहिँ परमेश्वरले मेरो नाम चाहिँ पहिलो स्थानमा त्यो कम्पनीमा राख्नुमा उहाँले दिनुभएको थियो। हालेलुया। अनि धेरै व्यक्तिहरूको गवाई मैले यहाँ सुन्दै गर्दाखेरि अनि साँच्चै नै मैले पनि तपाईँहरूलाई यो गवाई एउटा आशिषको रूपमा मैले बताएँ। र वास्तवमा चाहिँ म अनि परमेश्वरको त्यो समयदेखि अनि मैले परमेश्वरको निम्ति चाहिँ कविताहरू लेख्ने अनि कलमहरू चलाउन थालेँ। अनि मेरो कविताको शीर्षक छ मित्र। मैले परमेश्वरलाई चाहिँ मेरो आफ्नो मित्र मानेको छु है। अनि परमेश्वरलाई चाहिँ हामीले विभिन्न सम्बन्धहरू गाँच्ने गर्दछ। हुन्छ, कविता यसरी सुरु हुँदैछ है त। मेरो असल मित्र छन्, मेरो असल मित्र छन्, मित्रमै भित्र छन्। मेरो असल मित्र छन्, मित्रमै भित्र छन्। मेरो मित्रको न मूर्ति त न कुनै चित्र छन्। मेरो असल मित्र छन्। पापको यो संसारमा सबै खोज्छन् फसाउन, पापको यो संसारमा सबै खोज्छन् फसाउन। भन्दैछन् उहाँले म चाहिँ आएँ तिमीलाई बचाउन। मेरो असल मित्र छन्, मित्र जहाँ पनि छिर्दछन्। अँध्यारो यो जिन्दगीमा उज्यालो प्रकाश चिर्दछन्। मेरो असल मित्र छन्। गरुङ्गो यो मेरो पापको भारी आफ्नै काँधमा भिर्दछन्। गरुङ्गो मेरो पापको भारी आफ्नै काँधमा भिर्दछन्। आफूलाई दुःखको क्रूस मलाई जीवन दिँदछन्। मेरो असल मित्र छन्, मित्रमै भित्र छन्। मेरो मित्रको न मूर्ति त न कुनै चित्र छन्। मेरो असल मित्र छन्। कुरै नबुझी अरूको देशमा बजाउनु पर्ने ताली, कुरै नबुझी अरूको देशमा बजाउनु पर्ने ताली, कुरै नबुझी अरूको मुखबाट खानु पर्ने गाली। दुख्छ नि मलाई पनि, दुख्छ नि मलाई पनि, दुख्यो पो भन्नु भएको छैन। दुखेको घाउमा मलम लाउने हजुर अरू कोही पाएको छैन। मेरो असल मित्र छन्, मित्रमै भित्र छन्। मेरो मित्रको न मूर्ति त न कुनै चित्र छन्। मेरो उहाँ मात्र असल मित्र पाउनुहुन्छ संसारमा। उहाँ मात्र असल मित्र पाउनुहुन्छ संसारमा। उहाँ मात्र एक असल मित्र लाखौं करोडौं हजारमा। गल्तीमा पनि माफी दिने, याद गर्नुहोस् यो शब्द है, गल्तीमा पनि माफी दिने, माफी दिएर पनि हाँसिदिने। मेरो असल मित्र छन्, मित्रमै भित्र छन्। मेरो मित्रको न मूर्ति त न कुनै चित्र छन्। मेरो असल मित्र छन्। हस्, धन्यवाद।